हामी सिप्लेकान टिप्न जाँदैछु हाम्रो मामा श्याम तारा विदेशबाट आयो नि त अनि विदेशबाट आएर हामी चाहिँ टक्क जाँदैछौँ होइन खै त हाम्रो सर एक त होइन 1 महिनाको बिदा होइन भइसक्यो 1 महिना हेलो ल सबभन्दा मेन खेलाडी सिप्लेकान टिप्न ल चल चालले भएन भने हामी जाँदै जानु नि यार ल हामी सिप्लेकान टिप्न जाँदैछौँ अब जङ्गल टुर सिप्लेकान खोज्न जाँदैछौँ सिनो के पाइन्छ त्यो टिपेर लिएर आउने हो सो यो जुन टल्किरहेको पात देख्नुहुन्छ यसलाई चाहिँ सिप्लेकान भन्छ होइन यहाँ चाहिँ 1-2टा मात्र रहेछ सो ठ्याक्कै यस्तो हुन्छ है मजाले 3टा पात भएको र त्यस कस्तो मजाले टल्केको साइनिङ आइरहेको छ सो दिस इज द सिप्लेकान गाइस 3 यति हामी 1 घन्टाको बाटो हिँडेर यही साग टिप्न लाग्यो सिप्ले साग हो यति अब साग हो साग भनेपछि अब शरीरलाई फाइदा त गरिहाल्ला अनि यो चाहिँ एकदम चितो हुन्छ 2 दिनसम्म जतापानीमा गाडेर राखेर खानुपर्छ भुटेर खाँदा चाहिँ एकदम माथि छ उता त्यहाँ राम्रो रहेछ यसो कस्तो हुन्छ यसको भन्नु न यसको चाहिँ बनावट अब यो 3टा पत्ता भएको अब कुनै छिपेर गइसक्यो कुनै कलिलो यिनीहरू खानालाई एकदम मिठो प्रेसर हाई भएकोलाई एकदम राम्रो हुन्छ यो प्रेसर लो बनाउँछ रहेछ हजुर ल मामा यता टर्ने ओ यहाँ माथि यार सरी यार यहाँ टर्ने हौ हामी चाहिँ अहिले सिस्नो टिप्न आइसकेका छौँ सो टिप्ने तरिका चाहिँ चिम्टा र हामीलाई चाहिएको छ सिजर यो चाहिँ एकदमै सजिलो उपाय हातमा परोस् भनेर तुमसे ना हो पाएगा।
सिप्ले साग यो झोलामा 1 2 ए हामीले सिबी साग खोजेर आउँ वन टुर गरेर खै अलि सिस्नो सिस्नो हाम्रो झोलामा आयो अनि पछाडि भिडिया अलिकति पछाडिको भिडा भन्दैन त आजको यो आजको सिप्ले साग अब हाम्रो के अरे पिकनिकको प्रोग्राम चाहिँ अबको 1 हप्तामा आउँछ खतरा होइन पिकनिक पहिला हामीले माछा खाँथ्यौँ अब चाहिँ अब माछा मारेर खोलामै गएर खाने आलु पराइ होइन पाडाको खुट्टा लगाएर यो पनि हाम्रै हो है पाडाको खुट्टा बोकेर For the watching, guys. यो के अरे